सो गुड मर्निङ गाइज, गुड मर्निङ। फेरि नेक्स्ट डे हामी चाहिँ उठिसक्यो। घाम पनि ठ्याक्कै कोठाभित्रै छिर्दो रहेछ होइन। दाइ चाहिँ उठिसक्नु भयो, यहाँनिर मिलाउँदै हुन्छ दाइ चाहिँ। म यहाँनिर घाम लागेको देखाइरहेको छु गाइजहरू। ल कोठाभित्रै छिर्दो रहेछ है। वाउ आछु चिसो त, उयो डाँडाबाट झुल्किन्छ घाम चाहिँ। यतातिर बगल देखिरहेको छ, यहाँ माथि माथि देखाउँ डाँडाहरू। ल बगल छ गाइज, कस्तो दामीको लाग्यो यहाँ चाहिँ। अब चाहिँ म माथि छतमा गएर पनि देखाउँछु। अनि म चाहिँ मुख पनि धोएको छैन, फ्रेस पनि भएको छैन। अब फ्रेस हुने हो, मुख धुने हो, फेरि बगल हान्ने भयो। सो गाइज म चाहिँ माथि छतमा आइसकेँ होइन। यहाँबाट चाहिँ दामी भ्यू देखिन्छ, दामी भ्यू देखिन्छ। म देखाउँछु गाइजहरू। ल यहाँनिर घाम लागिरहेछ यता त्यहाँबाट। हाम्रो गाउँ चाहिँ यतातिर हो। यहाँ अलिकति रुखले छेल्दो रहेछ। माथि माथि पाहाडहरू यस्तो दामीको देखिरहेछ होइन। अनि यो चाहिँ नुनको मेन बजार हो, नुनको मेन बजार हो गाइज। आमा माथि चाहिँ ठुलो पहिरो गएको रहेछ, यत्रो डेन्जर होइन। यतातिरसम्म गाउँहरू छ क्या। अनि यहाँ चाहिँ मकालु हिमालको अलिकति थोरै देखिरहेको रहेछ, चुच्चो। त्यो चाहिँ मकालुको रेन्ज रहेछ, त्यही हो। यस्तो दामीको छ। दाइ चाहिँ यहाँ बसिरहनु भएको छ। दाइ गुड मर्निङ त्यही भन्दैन, केही छैन। चिसो चाहिँ बवाल छ होइन त। नुनको एउटा विशेषता के हो भन्दाखेरि गाइज होइन, लास्टै चिसो छ क्या। पानीहरू पनि चिसो छ। मुख धोको अहिले झन् एक पत्र छाला उकिने जस्तो भएन। त्यही पनि मजा भयो चिसो पानीले। सही छ गाइज, सही छ। ल गाइज हामी चाहिँ यहाँबाट अब नुम बजार जाँदैछौँ। नुम बजार भयो। Search. Mama. नुम बजारभित्र चाहिँ यस्तो छ गाइजहरू। ओए हाँ कता ल ल यहाँ चाहिँ देउसिरे टोली रहेछ गाइज। देउसुरे गाइज म चाहिँ अहिले नुमदेखि धेरै तल आइसकेँ होइन। दाइहरूलाई, मामाहरूलाई, दिदीहरूलाई सबैलाई बिदा गरेर म चाहिँ तल आइसकेँ। अब चाहिँ म चाहिँ उता घरतिर लाग्दैछु होइन।
अनि जाँदाखेरि बाटोहरू उस्तै छ होइन, अप्ठ्यारो छ। आज झन् अप्ठ्यारो छ बाटो चाहिँ। अनि त्यही हो, यहाँबाट हुँदो यहाँ अब अरुण थरको चाहिँ यो ड्याम साइड पुगिन्छ। अनि त्यहाँबाट उभो हुँदै यहाँनिर गाडी देखिरहनु होला होइन, गाडी पुगिन्छ। अनि त्यही हो गाइस, आजको यात्रा चाहिँ बवाल हुने होला छ है। अफरोड डेन्जर अफरोड छ। अब बाइकहरू पनि त्यस्तै हो, मजाले कुद्दैन होइन अफरोडमा। अनि त्यही माथि म एक्लै छु गाइस आज चाहिँ, एक्लै। अब बिचमा केही भयो भने सबै आफै गति गर्दै जानुपर्छ होइन, गाह्रो छ। भिडियोलाई हेर्दै गर्नु होला गाइस। गाइस म चाहिँ यहाँनिर आइपुगिरहेको छु फ्याक्सिन्दातिर आइपुगिरहेको छु गाइस। धुलो त्यस्तै छ होइन, बाटो त कुरै नगरौँ, लस्टै डेन्जर छ। तर अहिलेसम्म खुसीको कुरा चाहिँ अहिलेसम्म लडेको छैन, जोगिँदै आएर छु बिस्तारै होइन। अनि यहाँ ब्याकग्राउन्डमा देखिरहनु भयो होला, यो चाहिँ अरुण 3 को चाहिँ यो यहाँनिर चाहिँ त्यो के भन्छ काम गर्ने ठाउँहरू छ यहाँनिर चाहिँ। ल त्यस्तो नै ओभरटेक हानेर गइदिएर कुनै त ड्राइभरहरू यस्तो दामीको हुन्छ नि होइन, नानीले ल खाली छ आऊ भन्छ होइन। कुनै चाहिँ ल यो चाहिँ अरुण 3 को है गाइजहरू, वर्क इन प्रोग्रेस भइरहेको छ यहाँनिर चाहिँ, काम भइरहेछ। अस्ति बर्खामा चाहिँ खत्तम बिग्रेको थियो के अहिले अगाडि फेरि गाइज चाहिँ म चाहिँ यहाँ अरुण पुलमा आइरहेको छु गाइज होइन। त्यो क्यामेरा पनि खोज्न खोज्दैछु होइन। अनि अब म चाहिँ फेरि यहाँ यस्तो भिड बाटो जानुपर्ने हुन्छ गाइज होइन। ल फेरि गर्नु होला है त। ल गाइज म चाहिँ यहाँनिर आइपुगिरहेको छु होइन। यो चाहिँ कुन ठाउँ हो भन्दाखेरि गढीदेखि यतानिर हो यो चाहिँ। अनि अहिले चाहिँ गढीमा गेम हेरेर आएको होइन। हाम्रो गाउँको साथीहरूले चाहिँ सेकेन्ड खायो होइन, त्यसमा एकदमै खुसी छु म चाहिँ। त्यही हो। अनि त्यसपछि यहाँनिर चाहिँ वरिपरि धानबारी छ, सबैतिर धानबारी छ होइन, त्यस्तो छ। अनि यहाँबाट चाहिँ के छ भन्दाखेरि दुईवटा बाटो छ। यहाँबाट उता चाहिँ गोलातिर पुग्छ होइन, अनि यहाँबाट उता चाहिँ अब सिरुटार पुग्ने हो गाइज। म चाहिँ अब यो सिरुटार पुग्ने बाटो जानुपर्ने हुन्छ गाइज होइन, किनभने मैले बाइकलाई चाहिँ सिरुटारमा रोकिराखेर अनि त्यसपछि गाउँ जानुपर्ने हुन्छ। गाइज म चाहिँ यहाँ सिरुटार आइपुगिसकेँ होइन। सिरुटार आइपुगेँ, यता पनि धानबारी छ, यता पनि धानबारी छ। अनि सिधा अगाडि हेऱ्यो भने चाहिँ हाम्रो गाउँ देखिन्छ त्यहाँनिर। ल अब चाहिँ म सिरुटार आइपुगेँ गाइज। अनि यो माथि यो भिर उता चाहिँ कोसी हाइवे हो, यो चाहिँ किमाथाङका जाने बाटो हो है। अघि छोडेर आएको बाटो चाहिँ हो गाइज। सिरुटार, वेलकम टु सिरुटार गाइज। दामी छ है, दामी छ। धानबारी छ ओइ, किन न त एकछिन हामी। ओइ।
गाइस म चाहिँ यहाँ अरुण पुलमा आइपुगिरहेको छु गाइजहरू। अरुण पुलमा यहाँ चाहिँ अप्ठ्यारो रहेछ, नयाँ पुल त चिल्लाने हो, लागि हेर्नु पर्यो। पुलमा कुदिरहेको छ गाइजको चाहिँ डेन्जर रहेछ। ल यसरी तातो गएर त यतिको के हेरौँ, यता हेऱ्यो खोला, यता हेऱ्यो खोला, डेन्जर खोलै खोला। अब यहाँबाट उभिन्छ कि मेरो बाइक यार।